आफ्टर लङ टाइम एउटा सानो सर्ट एन्ड स्विट भ्लग लिएर आइरहेको छु होइन। लास्ट स्याटरडे चाहिँ म अलाइन गएको थिएँ मेरो साथीकोमा। सो आज चाहिँ म फेरि आबुधाबी फर्किँदैछु र अलाइन र आबुधाबीको बिचको हाइवे रोड यस्तो मजाको छ कि 3-4 पल्ट ट्राभल गरेँ होइन। पहिला चाहिँ ट्राभल गर्दा यो बसको सिसामा बाहिरपट्टि स्टिकर लगाएकोले गर्दा त्यस्तो मजाको इन्जोय गर्नु पाउँथेन नि त होइन। सो आज चाहिँ यो बसको चाहिँ बाहिर स्टिकर छैन रहेछ। सो एकदमै मजाको भ्यूजहरू देख्नु पाइरहेको छ होइन। अन्त यो अलाइन र आबुधाबीको बिच हाइवे रोड साइड चाहिँ पुरा फार्मिङहरू गरेको जग्गाहरू छ क्या। अच्छा मजाको कस्तो मजाको देख्छ, कस्तो मजा आउँछ हेर्नु। र म चाहिँ एक्लै इन्जोय गरिरहेको छु, आफूभित्रै आफूमै इन्जोय गरिरहेर भ्यू हेर्दै गइरहेको छु होइन। प्रायः मान्छेहरू चाहिँ बसमा चढ्नु बित्तिकै गाडीमा चढ्नु बित्तिकै सुतिरहेको हुन्छ नि त होइन। तर मलाई चाहिँ एकदमै आज चाहिँ मजा आयो। स्टिकर टालेकै बस मात्रै पाउँथ्यो। आज चाहिँ एकदम ओपन होइन, नो स्टिकर भएको गाडी पायो। सो त्यही भएर एकदम इन्जोय गरिरहेको छु। नजर लाग्दैन तर म सुत्दिनँ किनभने म यो नजारालाई मिस गर्नु चाहदिनँ। पछाडि मरुभूमिहरू छ होइन, अगाडि फेरि मजाले उयोहरू गरिरहेको खेतीपाती गरिरहेको छ। सबै जग्गा त होइन, ठाउँमा तर पनि एकदम मजा आइरहेको छ। अनि बाटोमा हेर्नुहोस् डेट्सको डेट्स कति मजाले रोपेर कसकालाई कस्तो मजाको देखिरहेको छ होइन। एकदम मजा आइरहेको छ। म चाहिँ इन्जोय गरिरहेको छु, मजा आइरहेको छ। अझ देखाउने छु बाटोमा कति चिजहरू राम्रो छ कि। अब त्यही हो बसबाट नि चाहिँ देखाउने छु तपाईँहरूलाई होइन। सो आई होप अलिकति हेरेर इन्जोय गर्नुहुन्छ भन्ने आशा छ मलाई। गाइस बस स्ट्यान्ड यो चाहिँ हो हाम्रो अबुधाबीको बस स्ट्यान्ड र सो हामी आइपुगे